घर नहेर्नु आँगन हेर्नु, छोरी नहेर्नु आमा हेर्नु। 22-25 वर्ष अगाडिसम्म छोराको लागि केटी हेर्न जाँदै गर्दा सबैभन्दा अगाडि केटीको आमाले पाहुनालाई गर्ने स्वागत सत्कार व्यवहार कस्तो छ हेर्नु भन्ने गरिन्थ्यो। यो कुरामा एकदमै सहमत छु, किनकि जुन छोरीले आफ्नो आमाको साथमा 15-16 वर्ष बिताइसकेकी हुन्छे उसमा आमाको 80% गुण सरिसकेको हुन्छ। त्यसपछि त्यो छोरीले आउने दिनहरूमा आवश्यकता अनुसार आमाले दिएको संस्कार अनुसार चल्न थाल्छिन्। त्यसैले पनि यो कुराको ध्यान राख्ने गरिन्थ्यो। त्यसरी नै जब केटी पक्षले केटाको घर हेर्न जान्थे त्यसबेला केटाको बुबालाई ध्यानपूर्वक हेर्ने गरिन्थ्यो, किनकि जुन घरमा हाम्रो छोरी बिहे गरेर जाँदैछिन् त्यस घरको ठुला बडा मर्यादित छैनन् भने घर बिग्रनमा समय लाग्दैन। यस प्रकार पुरानो रीतिरिवाज राम्रोका लागि बनेको थियो। आजकल समय बदलिएको छ। आजभोलि आमाहरूले पनि जागिर वा पेशा गर्न थालेका छन्, तर उनीहरूले काम गर्दैमा संस्कारमा कमी आउँदैन। आज पनि यदि हामीले धन सम्पत्तिको लोभमा छोराछोरी नछानी त्यही पुरानो भनिएको कुरामा ध्यान दिने हो भने आज पनि खुसी घर परिवार बन्न सक्छ। आजको दिनहरूमा पनि तपाईको घरमा बुहारी बनेर आउने केटीको घरमा गएर उनको आमा कति संस्कारी छिन्, पाहुना पातलाई कति सरल तरिकाले सम्हाल्छिन्, कस्तो शब्दहरूको उच्चारण गर्छिन्, वा सबै पाहुनाको अगाडि आफ्नो सासु ससुरा श्रीमान छोराछोरीलाई कस्तो व्यवहार गर्छिन्, उनको सोच कस्तो छ भनेर हेर्नुहुन्छ, विचार गर्नुहुन्छ भने तपाईको छोराको घर बिग्रदैन। तर हामीले यस्तो गर्दैनौँ। केटीले कति पढेकी छे, उनको घरबाट के कति दाइजो आउँछ, यही हेरेर हामीले सम्बन्ध गाँच्छौँ। जब हामीले केटा हेर्न जाँदा पनि यस्तै गर्छौँ। यही कारणले त दिनदिनै घर बिग्रदै गएको छ नि, होइन र?